मान्छे डिप्रेसनमा गएर हुन्छ, डिप्रेसनसँग जुझिरहेको हुन्छ होइन। Alright, so hey guys, what's up everybody? It's your boy Ritesh. अनि सो आज मलाई हल्का सजो छैन है, मलाई यस्तो सजो छैन कि कस्तो भन्ने अब रुवा लगाएर छ होइन। अस्ति त मलाई 2 दिनसम्म यति ज्वरो आएको थियो कि मलाई यति गाह्रो भएको थियो कि म आफ्नो बेडबाट उठ्न पनि सकेको थिएन कि। डट ट्रेनिङ जान पाइरहेको छ होइन, अब एडिटिङ पनि कम्प्लिट गर्न पाएको छैन कि, एडिटिङ पनि बल्ल तल गरेर यतिकै छोडिरहेको छु मैले। भनौँ न अस्तिको पडकास्ट सुट गऱ्यो। सो हामी चाहिँ अहिले के भन्छ अरे एयरपोर्टको लागि हिँडिसक्यौँ। अनि मम्मीले चाहिँ गाडी चलाइरहनु भएको छ। मम्मीको चाहिँ अब भर्खर लाइसेन्स निस्क्यो नि त, त्यही भएर मम्मीले चाहिँ अब चाहिँ चलाउनु भएछ। यसले भर्खरै चस्मा झन्डै भएको थियो मेरो चस्मै। मेरो चस्मा त प्याट्याक, फेरि चस्मा चाहिँ महँगोवाला चस्मा हो कि, 25,000को चस्मा हो कि, साँच्ची नै मास्टै महँगो चस्मा हो कि। यो चस्मा होइन, यो चस्मा चाहिँ अर्कै हो। लास्ट डे दामी चस्मा भनेर भाँच्दिएर आएर। मम्मी कतिसम्म नर्भस हुनुहुन्छ तपाईँ? म त नर्भस त छैन, चलाउन सकिन्छ? सानो बाटोमा चाहिँ अलिकति डर लाग्छ। ए सकिन्छ नि होइन, त्यही त म पनि नर्भस छैन, हल्का फुल्का डर मात्र लागिरहेछ। राम 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 राम। मम्मीलाई पार गर्न सिकाउनु छ। ब्याक गर्नु काटेर जानु, जानु त्यहाँ पनि हेर्नु कतिको छ। मम्मीको चाहिँ यो चाहिँ आतारासी सिरु हो क्या, हल्का अगाडि लगेर अब त्यो गर्नु न। यो स्क्रैच छ नि, स्क्रैच मैले गरायो क्या, यो मैले गरायो स्क्रैच। हावा चाहिँ बबाल चल्ला छ र राम्रो छ कि यहाँको भ्यू चाहिँ राम्रो छ कि, सबसे राम्रो त्यो भन्नाले के हुन्छ भने एयरपोर्टमा चाहिँ तपाईँहरूले सुरु खाएर माल मिल्दैन, कुकुरहरूलाई यताउति रायो त्यो पेसाब गराउनु मिल्दैन, चक्का उठाउनु मिल्दैन, त्यो ट्र्याक्टर मिल्दैन, रेस्ट गर्नु मिल्दैन, र साइकल चलाउनु मिल्दैन, र त्यो के भन्छ अरे स्केटबोर्ड चलाउनु मिल्दैन, र ड्रोनहरू उडाउनु मिल्दैन। तर हामीले पनि कहाँ उडाउने ड्रोन होइन, भागहरू चाहिँ उता कहाँ हदसम्म हावा मलाई एक्लै छोडेर यता हिँड्दैछ, त्यहाँ कहाँ हिँड अब झालाङ्दै यसलाई यस्तो चिसो त हावा यस्तो चल्ला छ। म त घर जान मलाई चाहिँ घरै बसेर रिड गर्न बस्यो भने बरु हुँदो रहेछ जस्तो भयो। त पार्कहरू जस्तो छ क्या, यस्तो यहाँ बसेर खेल्ने मिल्छ, बच्चाहरू आएर होइन चिलाक्स। सो किक बक्सिङ लगाएको पनि कति भइसक्यो, फाइट खेल्न पाएको छैन पा गरेर। आइज रिजा सानो बक्सिङ गर्ने आइज। Yeah. Yes. So, यसमा रिजा आइज यो खेल्ने, म चाहिँ यो खेल्छु है त। फोटो खिच्ला खै त, यसबाट खिचौँ न, लाउनु यसबाट देखाउनु। यसरी के देखाउने? भिडियो देखाउनु। बस्नु मिल्छ यसमा?
Nari Tanari nare tari ninaro tari nare no. Okay. भर्खर मैले प्लेनसँग रेस गरेको मैले जितेँ Let's go to Chipleti. Chipleti. Sweet. Let's go. Do 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 do. मजा आउँदैछ यस तर हट हट रोको अब चाहिँ बस्ला अब बहिनीको पालो है 1 मिनट उल्टो बसेको छ यो होस् बस 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 ला क्यामेरा समात ला क्यामेरा समात मलाई देखा त्यो क्यामेरा मोबाइल फर्का मलाई गर्ने बस रोकै रोक फेरि झगडा साथीहरू ल गाइज म चाहिँ देश विदेश घुमिरहेको छु प्लेनमा होइन पिङमा मलाई मेरो ड्राइभर पछाडि छ म प्यासेन्जर हाम्रो खलासीहरू चाहिँ त्यो चाहिँ होइन कि चाक दुख्दो रहेछ क्या यता मलाई चाकको हड्डी दुख्यो यसले तर रमाइलो छ यो त्यहाँ चाहिँ रमाइलो हुन्छ पनि इट्स द लाइफ यो तोरी त होला नि है तोरी होला बन्द गरेर जाने क्यामेरा सो मेरो क्यामेराम्यान चाहिँ यहाँ छ कि बहिनी सो उसले अहिलेसम्म मलाई सपोर्ट गरेको छ नाटकै मेरो बेसी गरिदिन्छ अनि जो पुग्छ ऊ त्यहाँ हाम्रो गाडी दिँदा जसले पहिला छुन्छ होइन त्यसले जित्छ है त ल तँ जा दौडी 3 2 1 गो यसो 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 यसले यो गाडी देखाएको छैन कि यसले यो गाडी रिजा रिजा यसले यो गाडी नदेखाएर छ जापानको लाइफ बिजी लाइफ मान्छे डिप्रेसनमा गइरहेको हुन्छ डिप्रेसनसँग जुझिरहेको हुन्छ होइन पिपल आर रियली स्याड इन दिस कन्ट्री है लाइफमा के गर्ने कस्तो गर्ने सबै कुराबाट हराइसकेको हुन्छ भड्केको हुन्छ आत्तिजा हुन्छ समटाइम्स यु निड टु गिभ योर सेल्फ सम टाइम के होइन लाइक त्यही त हो नि लाइफ भनेर नि आफूले आफूलाई टाइम दिनुपर्छ बुझ्नुपर्छ के कस्तो छ बाहिर के कस्तो भइरहेछ बाहिर के कस्तो छ जानुपर्छ जहिले रुमभित्र बसेर एकछिनको खुसीले मात्र सबै कुरा पाइँदैन नि त मेरो चाहिँ एउटा मात्र कुरा हो क्या मान्छेहरू घुम्न जहिले पनि त्यो के भन्छ अरे पढाइ काम मात्र होइन कि आफ्नो लाइफलाई पनि हेर्नुपर्छ कहिले घुम्न जानुपर्छ यसो बुझ्नुपर्छ त्यसले मात्र हुँदैन नि त लाइफ सधैँ पनि यतिकै चल्दैन नि त समटाइम्स यु निड टु ह्याभ फन समटाइम्स यु निड टु टेक केयर अफ यर सेल्फ होइन
अनि मलाई चाहिँ अब धेरै टाढा त केही जान्नु भयो तर म जस्ट एक्लै भयो होला नि हिँडेर चाहिँ रहेको हुन्छु कहिलेकाहीँ समटाइम्स बाइकमा राइड गइदिन्छु कहिलेकाहीँ गाडीमा गइदिन्छु अब मैले पनि त भर्खर पड्कास्ट सुरु गर्दैछु आई नो इट्स हार्ड बट गर्नुपर्छ सबै मेरो लागि हो बट इफ मैले युट्युबबाट राम्रो गर्न सकेँ भने आई विल सपोर्ट एभ्री वान के स्मल क्रिएटर्सहरू कन्सिस्टेन्सी चाहिन्छ तर सकिन्छ नसकिने भन्ने त होइन नि त लेट्स होप फर द बेस्ट सपोर्ट गर्दै गर्नु होला अब चाहिँ हामी यहाँबाट घर जान्छौँ त्यो पहिला चाहिँ कपाल काट्न जानु छ क्या मलाई कपाल काटेर त्यसपछि चाहिँ घरतिर लाग्ने हो भोक लाग्छ नि तँलाई है भोक लाग्छ सुसिया जानुपर्छ कि आज पैसा हो यही 5 रुपियाँ गुहाएको भइरहेको सुसिया जानुपर्ने है हामीले चाहिँ 2टा चक्लेट किनेर आएको छ क्या यो चक्लेट यो सस्तोवाला छ यहाँ रुखको चाहिँ नि अनि यहाँ पनि एउटा गोल चक्लेट कस्तो छ भन्दाखेरि कस्तो लाग्यो बब्बाल छ है बब्बाल छ क्या चक्लेट चाहिँ सो लेट्स ट्राई दिस वान पाउँदो चाहिँ क्या कस्तो अमिलो जापानिज पाउँ भनौँ न होइन लेट्स ट्राई दिस वान है ओके बहुत ठुलो भन्दा पनि लेट्स ट्राई दिस वान है पाउँछ नि सेम एउटा पाउँछ त नेपाल हुन्छ नि है साह्रो है फेरि ज्वरो आउनु लाग्यो ज्वरो अघि कममा जस्तो भएको थियो बट फेरि ज्वरो बढ्यो भनौँ फेरि आयो ज्वरो अब सायद नाबे खाएर हामी म रेस्ट गर्छु बिकज मलाई भिडियो एडिट गर्छु सायद पडकास्ट एडिट गर्छु यो भिडियो चाहिँ बिस्तारै ड्रप हान्छु म हल्का सन्चो छैन सरी नेभर माइन्ड तर सन्चो भइसकेपछि हल्का गर्मी भइसकेपछि म बाइक राइड जानेवाला छु बबाल राइड जान्छु त्यतिखेर फेरि भेटौँला र अब लास्टमा नाबे खाएको भिडियो हेरेर होइन हल्का सपोर्ट गरिदिनु होला मलाई त्यो हेरेर सबैलाई म देखाउँदै म सबैजनालाई बाई भन्न चाहन्छु हेरिदिनु होला भन्दा पनि अब भनौँ न तातो भएर खाएको भन्नेको हो क्या भन्दा नि हटपट के हटपटमा मोमो चाहिएको छु मोमो वाउ यो रेसिपी चाहिँ मेरो थियो काम चाहिँ मम्मीले भयो होला कस्तो भयो बाबा मम्मी रिजा मलाई पनि बाबा सो आजको लागि यति नै फेरि म आउँछु अर्को भिडियोमा सो सबैजनालाई त्यति बेलासम्म बाई बाई झेरे पाल टेक केयर जाडो बढी जाडो जाडो लागेको छ घर बढी लाग्छ त्यसरी हल्का वेदर चेन्ज भएर सबैजना बिरामी हुन सक्छ सो टेक केयर तातो पनि खाने होला झेरे पाल